लेकिन ये साला कर क्या रहा है यहाँ पे? ओए केटी हेर्नु ओए क्या राम्रो ओए पट्टे भने लाई ओए बल्ला राम्रो केटी आयो यसलाई जसरी पट्टाउनु पर्छ ल पट्टाउनु पर्यो नि त ओइ साथी म जान्छु ल ओए तँ त्यहाँ बस म गएर आउँछु ल फर्स्ट ल हेलो हेलो तपाई मसँग डेटमा जानुहुन्छ मेरोमा गाडी छ तपाईलाई घुमाउन लान्छु नि म फ्रीमै म कहाँ पनि जादिन ल मलाई कोहीसँग पनि कहाँ जानु पनि छैन जाऊ जाऊ तिमीबाट जाऊ गाडी छ भने म चाहिँ पछि पछि आउँछु के हो तपाईलाई गाडी मन पर्दैन भने बाइक नि त छ बाइकमा जाने मसँग राइडमा गाडी बाइक छ भने म तिमीहरुको पछि 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 आउँछु एउटा काम नभएको औ प्लिज जुम न तपाईँ कहाँ पनि जादिन रिस नउठाइ जा अरे देवा ये गडबड है बाबा काम भयो छ्या साबिन त्यो केटी मान्दैन रहेछ हुँदैन रहेछ त्यो केटी कोहीसँग जानु मान्दैन रहेछ ओभर सिधा रहेछ छ्या तेरो भाइको यार पट्टा गया हुँदैन हेर न रुको जरा सबर करो ये फंस गया सी हेलो सुकुस्मी ए ला सरी एक्सक्युज मी भनेको नि त के भयो तपाईलाई त बाइक गाडीहरु मन पर्दैन रहेछ नि यस्तै हेर्नुस् दामी वेदरमा इभिनिङ वकमा जाउँ न तपाईँ र म जादिन म कहाँ पनि सोच्नु न तपाईको र मेरो हैन हात घाँसेर इभिनिङ वक कस्तो ठुल्ठुलो हातहरु जाउँ न प्लिज मसिन दुःख सुखको गफ गर्दै जाउँ न हात घाँसेर जाउँ न प्लिज के तँले त नि साथी तैले भनेको हो रहेछ मान्दैन रहेछ कोहीसिन पनि मेरोमा एउटा प्लान छ लास्ट अप्सन ल सुन ल सुन त लेकिन ये साला कर क्या रहा है? ए ओ नि त्यो अब त्यो केटी हाम्रो पछि पछि लाग्छ हेर ल लाग्छ नि हो चाहे तुम कुछ ना कहो मैंने सुन लिया यार से त्यो केटी हो यहाँ बस्छ ये फंस गया सी हाम्रो गाउँको त्यो रमेश भन्ने केटा छ याद छ तँलाई रमेश हैन रमेश त्यसलाई नि त्यसो गर्लफ्रेन्डले चिट गर्यो हो त्यसले कस्तो माया पो गरेको थियो त त्यो केटीले बुझिस हैन त त्यो केटी बुझ्दै नबुझ्ने बुझिस हैन खास चाहिँ यति साह्रो गरेको हो कि त्यो डेन्जर माया गरेको हो कि डेन्जर गरेको नि लास्टमा त्यो केटीले के गर्यो याद छ तँलाई के चाहिँ गर्यो अन्त ओए के गर्यो त्यसले के गर्यो पर हिँड तँलाई पर भन्छ यहाँ भन्नु हुँदैन बुझिस हैन लु भन्न ला त्यो रमेशको केटीले लास्टमा चाहिँ के गर्यो त्यसलाई कहाँ गयो म पनि जानु पर्यो सुन्नु छिटो भन्न अब यहाँ चाहिँ भन्छ यहाँ भन्नु हुँदैन बुझि भन्न भनेको भनिहाल्न भनेको रमेश दाजुले त रड्डी भयो रड्डी त भयो भन्ने जस्तो भनिहाल्न भनेको छैनहरु कति छिटछिटो हिँडेको रमेशलाई के भयो त्यो चाहिँ भनि पनि हाल्दैन कसरी हिँडेको अब रात परिसक्यो छिटो भन्न भनेको यहाँ आइज त इन तँलाई घरमा भन्छु ल स्कुटीमा चढ छिटो भनिहाल्नु भनेको भन्छु बस त ल आइज त्यसो भए पछि ल भन्छु जा औ सुन न प्लिज मलाई भन न रमेशसँग चाहिँ लास्टमा के भयो ला म त त्यो त घरमा गएर मात्रै भन्छु त साथीलाई म घरमा गएर भन्छु तिमी चाहिँ कहाँ आएको म पनि जान्छु मलाई भन न के भयो तिमी त बाइकमा बस्दैन हैन लैजाऊ न म सुन्ने के भइस हुँदैन बस हुँदैन प्लिज जिया रमेशसँग के भयो तिमीले के गर्यो लास्टमा ला के भयो रमेशसँग के चाहिँ भयो खासमा चाहिँ अहिले कस्तो छ होला त्यो केटा